How does this faith comes? अब यो विश्वास चाहिँ कसरी आउँछ? This faith comes by Romans 10:17. रोमन 10:17. रोमीको पुस्तक 10 को 17 पद Where it says faith comes by hearing and hearing by the word of God. आमेन रोमी 10 को 17 मा लेखे अनुसार चाहिँ विश्वास चाहिँ परमेश्वरको वचनको सुनाइबाट आउँछ. It is not just one time, it is present continuous tense. Hearing and hearing, hearing and hearing, hearing and hearing. घरी परमेश्वरको वचन सुनाइबाट नै यो विश्वास हामीमा आउने हो. These days believers, they want to grow in their faith, but they don't want to listen the word of God. विश्वासीहरू आत्मामा बढ्नु त चाहन्छ तर वचन सुन्नु चाहिँ माग्दैन. Without the word of God, you can never grow in your faith. तपाईको विश्वासमा बढ्नु चाहिँ वचन बिना वचन नसुनिकन चाहिँ सक्दैन. If you want to have God kind of faith, you must listen to the word of God. यदि परमेश्वरले चाहनु भएको विश्वास तपाईमा चाहनुहुन्छ भने चाहिँ परमेश्वरको वचनलाई सुन्न पर्यो. Because it says faith comes by hearing and hearing and hearing and hearing by the word of God. किनभने यसरी लेखेको छ प्रभुको वचन सुनेर चाहिँ त्यो विश्वास हामीमा आउँछ. मान्छेको कुरा सुनेर होइन. मान्छेको कुरा सुनेर. Sometimes we love to hear only about people. के भयो भन्ना के भयो भन्ना. No, faith comes by hearing by the word of God. खाली अर्काको कुरा भन्दा मात्रै कान ठाडो हुन्छ. मान्छेको कुरा यता सुन्नुस् यता छोड्नुस्. परमेश्वरको वचन यता सुन्नुस् यता हल्नुस्. विश्वास आउँछ. आमेन. Hallelujah. Faith comes by hearing and hearing by the word of God. विश्वास चाहिँ प्रभुको वचनको सुनाइबाट आउँछ. That's why Bible says in Proverbs chapter 8:34. हितोपदेश 8:34. Proverbs 8:34. 8 को 34. It says, हितोपदेश 8 blessed को 34. is the man who listened to me. यहाँनिर लेखेको छ त्यो व्यक्ति धन्य हो जसले मलाई सुन्छ. See, sometimes we don't want to listen the words. धेरैचोटि हामी उहाँको वचनलाई सुन्न चाहदैनौं. Sometimes we ignore the word of God. धेरैचोटि हामी परमेश्वरको वचनलाई तिरस्कार गर्छौं. But you know the Bible says, blessed is the man who listened to me. यसरी भन्छ त्यो व्यक्ति चाहिँ धन्यको आशीषित हो जसले मेरो वचन सुन्छ. If you want to be blessed, then you must listen the word of God. तपाई आशीषित हुन चाहनुहुन्छ भने उहाँको वचनलाई सुन्न पर्यो. These days people have time to listen for hours. They gossip about other people, but they don't have time to listen the word of God. अर्काको कुरा सुन्नु हो भने त दिनभरि भए पनि जुम्रा मार्दै सुनिबस्छ तर प्रभुको वचन सुन्ने चाहिँ मान्छेलाई चासो पनि छैन, समय पनि छैन. We have time to listen the news. हामीलाई त्यो के रे समाचार सुन्ने समय छ. From Facebook, from YouTube, from social media, we have time to listen from social media, but we don't have time to listen the word of God. हामीसँग थुप्रै सोशल मिडियाबाट सुन्ने समय छ तर प्रभुको वचनबाट सुन्ने समय छैन. But do you know what the Bible says? Blessed are those who listen to me. बाइबलमा यही लेखेको छ प्रभुको वचनलाई सुन्ने व्यक्ति चाहिँ आशीषित हो. The Bible did not say blessed are those who listen to the gossip. यो बाइबलमा यसरी लेखेको छैन अर्काको कुरा सुनिरहने मान्छे चाहिँ आशीषित हुन्छ भनेको छैन. No, the Bible says blessed are those who listen to the word of God. त्यो व्यक्ति चाहिँ आशीषित हो जसले चाहिँ प्रभुको वचनलाई सुन्छ. We must be so hungry and thirsty for the word of God. त्यसकारणले परमेश्वरको वचनको लागि चाहिँ एकदमै भोकाउनु पर्यो, तृषित हुनु पर्यो. If you want to be blessed, then you must seek the word of God. You must have the hunger for the word of God, because the Bible says blessed are those who listen to me. त्यसकारणले तपाई आशीषित हुनुहुन्छ भने हुन चाहनुहुन्छ भने चाहिँ प्रभुको वचनको लागि तृषित र भोकाएको हुनु पर्यो. These days people, they can watch the mobile phone for 3 hours. तिनीहरूले मोबाइल 3 घण्टा पनि आँखा झिमिक नगरी हेरिरहेको हुन्छ. 1 hour sermon when the pastor speak, के भयो पास्टर यति लामो बोल्दैछ. 1 घण्टा बोल्दा पनि आमामा कहिले सक्छौ बुढोले भने जस्तो गर्छ. Right or wrong? मिलेन. Whole night we can see, watch the YouTube like this. हेरेकै गर्छ मोबाइल चाहिँ आँखा झिमिक नगरी हेर्छ. But 1 hour sermon boring हुन्छ. That's why your faith is not growing. त्यसै कारणले हो तपाईको विश्वास बढेको छैन. If the Bible says faith comes by hearing and hearing by the word of God, then pastor must be preaching again and again. Amen. पास्टर बाबु कता पास्टर बाबुहरु कहाँ हुनुहुन्छ है? बाइबलमा प्रभुको वचन सुनेर चाहिँ विश्वास आउँछ भन्ने हुनाले प्रभुको दासहरुले चाहिँ वचन प्रचार गरेकै गर्नु पर्यो.